हेलो नमस्ते। हेर्नु त कति मिठो हेर्दै। यो चाहिँ लेमनको अचार हो ल आउनुहोस् बनाऊँ। तपाईहरुलाई थाहा नै भयो होला यो भिडियो हेर्ने जतिले त हैन। मैले यो लेमन जम्मा 100 रुपैयाँमा ल्याएको ल र एकदम सस्तो फ्रुट पसलबाट ल्याएको। त्यसको भिडियो पनि राखेको छु र त्यो कहाँनिर छ त्यो सबै तपाईले भिडियोमा गएर हेर्न सक्नुहुन्छ। ल आउनुहोस् बनाउन। साच्चै एकदम मिठो भयो यो लेमन चाहिँ। ल बनाउने तरिका यो मसला मरमसला सबै सिकाउँछु ल म तपाईहरुलाई। आउनुहोस्। पहिला त राम्रोसँग त्यसलाई पखाल्ने हैन। अनि त्यसपछि अब तपाईलाई कुन साइज मन पर्छ त्यो साइज अनुसार काट्नुस्। मलाई चाहिँ गोलो गोलो मन पर्यो अनि गोलो गोलो काटे। अनि एकछिनपछि मलाई गोलो गोलो हैन कि मलाई त चारपाटेवाला हुन्छ नि हो त्यसरी मैले बनाएँ है। कटलाई चेन्ज पनि गरेको छु बीचमा मैले। अनि यति बनाइसकेपछि चाहिँ लगभग हेर्नु न 100 को किनेको कति धेरै पाएँ मैले है। यसको भिडियो पनि राखेको छु जम्मा 100 मा एकदम सस्तो फलफुल पसल मैले त्यो भिडियो राखेको छु हेर्नु होला। त्यसपछि तपाईले नुन र पानी मिसाएर यसलाई चाहिँ हैन माथि नुन सर्र सर्केर यसलाई भगभग उमाल्नुस् हैन। ताकि यसको चाहिँ त्यो अब पाक्नु त पर्यो नि अचार बनाउनको लागि। अनि यसको टक्क पाकेपछि पाकेको टाइपको अलिकति भइसकेपछि सम्म चाहिँ तपाईले यसलाई लगभग 10-15 मिनेट जति चाहिँ उमाल्दिनु होला ल। मैले चाहिँ मजाले नुन हालेँ यसलाई उमाल्नको लागि। यसलाई मजाले तलमाथि गरेर त्यो नुनलाई पुरै मसला हुने गरिकन चलाउनुस्। त्यति गरिसकेपछि लाउनुस् त। यसको लागि त मेन कुरा त मसला हो। मसला बिना त केही मिठो हुँदैन। मैले चाहिँ टिमुर हालेको छु देख्न सक्नुहुन्छ। खोर्सानी हालेको छु, जिरा हालेको छु, अनि तोरी हालेको छु, अनि त्यसपछि मेथी हालेको छु ल। यति थरीलाई चाहिँ अब म मिक्सरमा गरेर यसलाई मिक्सी बनाउँछु हैन। त्यसको लागि चाहिँ पहिला यसलाई चाहिँ तताउनु पर्छ ल। ततायो भने चाहिँ तपाईको अझ स्वादमा स्वाद आउँछ के। यसलाई पुरै राख्ने हेर्नु। धेरै तताउनु पर्दैन। तपाईले जम्मा 2-3 मिनेट पटपट फुट्छ यो त्यति जेलसम्म तपाईले तताइदिने। यसलाई मजाले चलाइकन हैन। कति थरी हालेको छु तपाईले त्यो त देख्नु भइहाल्यो। यसको मसला चाहिँ यति मिठो बास्ना आउँछ नि। त्यो मिक्सर गर्दा पनि यति मिठो बास्ना आयो बाफरे बा कसम के। यो चाहिँ मलाई बढी पनि भएको थियो यो मसला। मैले केही चाउमिनहरुमा यसोमा अचारमा हाल्नलाई राखेको पनि छु। लानुस् यसरी मिक्सर गरेपछि यतिको हुन्छ है। यति भइसकेपछि अब फेरि तेल तताउने मजाले प्यानमा हैन। मेरो प्यान हेरेर नतर्सिनु होला। अब कालकाले छ कति किन्दा थाकिसके म। त्यसपछि तपाईले अदुवा र लसुन चाहिँ आफ्नो चोइस है। मलाई चाहिँ मिठो लाग्छ कि यसको स्वाद। अनि त्यही भएर अदुवा लसुन मैले सानो पिस गरेर त्यसलाई फ्राई गरेँ। अनि त्यसपछि मैले यो नुन हैन नि फेरि यति धेरै सेतो भनेर चाहिँ आपनमा त नुन र चिनी चिन्नै गाह्रो छ। त्यो चाहिँ चिनी हो ल। खट्टी मिठी बनाउनु खोजे हो नि त। अनि चिनी अनि अघि बनाएको मसला तपाईले थाहा नै भयो। अनि त्यो झोल जस्तो के भन्नुभयो भने चाहिँ त्यो अघि हामीले उमालेको थियौँ नि त्यो लेमन त्यसकै रस हो ल। पानी नहाल्नुस् त्यसकै रस हाल्ने। त्यसपछि यो अघिको त्यो जुन उमालेको त्यो लेमनलाई टक्क हाल्दिने मजाले मिक्स गर्ने मजाले। अनि खोर्सानी हाल्ने। त्यसपछि मैले चाहिँ नुन पनि थपेँ हल्का हैन। अनि त्यसपछि त्यो फेरि चिनी हाल्छु कि मैले चाहिँ। अनि अघिको मेसाहरू पनि अलिकति मसला नपुगे जस्तो फिल भयो। अनि त्यसपछि तेल हाल्दिने। तेल चाहिँ मैले थोरै हालेँ किनभने अब ग्यास्ट्रिक छ है खरा। अनि त्यही भएर हल्का तेलबाट नि हुन्छ कि। यो चाहिँ तपाईले स्टोर गरेर राख्नु भयो फ्रिजमा भने महिना दिनसम्म खान पुग्छ। एकदम मिठो भएको थियो है। ट्राई गर्नुस् तपाईहरुलाई पनि है। मैले जम्मा सस्तोमा पाएको भएर बनाइ पनि हालेँ मिठो पनि भयो। त्यसपछि म सिसीमा हालेर पनि देखाउँछु। ल्याउनुस् त यो एक सिसी अर्को सिसी पनि भयो। थ्यांक यू।